त साथीहरू हजुर सबैलाई स्वागत छ आजको मेरो पहिलो भिडियो र एकदमै महत्त्वपूर्ण भिडियो। आजको दिनदेखि चाहिँ म हजुरहरूसँग यस्तै भिडियोहरू लिएर आउने नै छु। म पनि कर्मकाण्ड सिक्दैछु, आशा छ हजुरले पनि म सँगसँगै कर्मकाण्ड सिक्नु नै हुनेछ अनि हामी सँगसँगै मिलेर अगाडि बढ्नेछौँ। म सँगसँगै वैदिक सनातन धर्ममा जोडिन चाहने सम्पूर्ण साथीहरूले यस भिडियोलाई सक्दो सेयर गर्नुहोस् र दैनिक म भिडियो लिएर आउने प्रयास गर्नेछु र हजुर सँगसँगै अगाडि बढ्न सक्नुहुन्छ। हजुर पनि मसँग अहिले अग्निस्थापना पद्धतिको किताब छ, जो चाहिँ एकदमै सजिलो हुन्छ सिक्दा पनि र सुरुमा चाहिँ यही सिक्नुपर्छ। मैले पनि सिक्दा सुरुमा यही सिकेको हो र म आफूले जानेको केही कुराहरू पनि हजुरलाई भन्न खोज्छु। मसँग चाहिँ अग्निस्थापना पद्धति किताब बाबु माधव प्रसाद शर्माको रहेको छ। त्यो चाहिँ इन्डियन किताब हो। हजुरले जुन पनि किताब लिन सक्नुहुन्छ, आखिर सन्दर्भ एउटै हो र अब अगाडि बढौँ है त। अब यहाँ सुरुमा नै चाहिँ पञ्चगव्य बनाउने भनेर आइसकेको हुनाले पञ्चगव्य बनाउने विधि भनेर आउँछ कर्मकाण्ड गर्दाखेरि। पञ्चगव्य अग्निस्थापनामा मात्रै होइन कि सबै जुनसुकै कर्मकाण्ड गराउँदा पनि अग्निस्थापना गराउँदा मात्रै होइन कि पञ्चगव्य चाहिने नै पर्दछ। अब चाहिँ हामी आवश्यक पर्ने सामान पञ्चगव्य गराउँदा गाईको दुध, गाईको दही, गाईको घिउ, गाईको गहुँत, गाईको गोबर, जल, दुबो र कुसका टुक्राहरू चाहिने गर्दछ। अनि अब यो चाहिँ रङ्गावली रहेको छ। रङ्गावली मैले चाहिँ हजुरलाई यही पिडिएफको लिङ्क पनि दिनेछु ल। अब चाहिँ हामी अग्निस्थापना पद्धति अन्तर्गत अब हामी पञ्चगव्य गराउन सुरु गर्छौँ। पञ्चगव्य गराउनु सबभन्दा सुरुमा हामीले गोबर राख्ने गर्दछौँ। गोबर राख्दा भन्ने मन्त्र चाहिँ यस प्रकार रहेको छ, हरि ओम। अग्निलाई सम्झिँदै गोबर राख्ने। हरि ओम गन्धद्वारा दुराधर्षं नित्यपुष्टां करीखिणीं ईश्वरीं सर्वभूतानां तामिहोपवे आदाह्व ए हवे श्रियं भनेर पढ्ने। सरस्वती पढ्दाखेरि हरि ओम गन्धद्वारं दुराधर्षं नित्यपुष्टां करीखिणीं ईश्वरीं सर्वभूतानां तामिहोपवे श्रियं भनेर पढ्ने हो। अब यति भइसक्यो, गोबर राखियो। गोबर राखिसकेपछि अब हामीले सोमलाई सम्झिँदै दुध राख्नुपर्छ। दुध राख्दा भन्ने मन्त्र चाहिँ यस प्रकार रहेको छ, हरि ओम आप्यायसो ससमेतुते विश्वतः सोम वृक्षं भवाजस्य सङ्गथे। पछाडिको नपढे पनि हुन्छ। सरस्वती पढा कस्तो हुन्छ यसरी भनिन्छ भनेपछि एक गरी पढ्दा फेरि हरि ओम आप्यायसो ससमेतुते विश्वतः सोम वृक्षं भवाजस्य सङ्गथे भनेर पढ्ने। अब अर्को वायुलाई सम्झिँदै दही राख्नु पर्यो। दही अब दही राख्दा भन्ने मन्त्र चाहिँ यो चाहिँ अलि अप्ठ्यारो छ, हरि ओम दधिक्राणो आकारिखञ्जिष्णो ह्रस्वस्य स यो श्रमको श्र र व ह्रस्वस्रवाजिनः भनेर पढ्ने। सुरभिनो मुखकृत प्रण आयुगुङ्खितारिखत। यो जस्तो छ नि, यो साइन छ नि, यसलाई गुङ भनेर पढिन्छ। यो साइनलाई, यो गुङ पनि ह्रस्व र दीर्घ दुई प्रकारको हुन्छ। यसलाई गुङ भनेर छिटो पढ्ने, गुङ भनेर ढिलो पढ्ने होइन कि छिटो पढ्ने हो यो। अब यसलाई सरस्वती पढ्ने बेला यस्तो भयो, कसो भन्छ भनेपछि हरि ओम दधिक्राणो आकारिखञ्जिष्णो ह्रस्वस्य वाजिनः सुरभिनो मुखकृत प्रण आयुगुङ्खितारिखत भनेर पढ्ने। अब यति पढिसकेपछि अब हामीले घिउ राख्नुपर्छ। घिउ राख्दा चाहिँ के मन्त्र पढ्नुपर्छ भन्दाखेरि सूर्यलाई सम्झिँदै घिउ राख्ने। हरि ओम
तेजोषि शुक्रमस्यमृतमसि धामनामसि प्रियं देव नमना दृष्टं देव यजनमसि भनेर पढ्ने र सरस्वती पढ्दा हरि ओम तेजोषि शुक्रमस्यमृतमसि धामनामसि प्रियं देव मना दृष्टं देव यजनमसि भनेर पढ्ने। अब चाहिँ हामीले कुशका टुक्रा राख्नु पर्यो। कुशका टुक्रा हामीले जो पवित्र बनाउँछौँ नि पैँती औठी कुशको औठी त्यो पनि राख्नु पर्यो। हल्का थोरै नराखे पनि थोरै टुक्रो चाहिँ राख्नु पर्यो। कुशका टुक्राहरू चाहिँ राख्नु पर्यो। अब यसलाई पढ्ने बेला हरि ओम देव्यस्त्वा सवितुः प्रसवे स्विनोर्बाहुभ्यां पुक्णोऽस्ताभ्यां भनेर भनेर राख्नु पर्यो। अब यसलाई सरस्वती पढ्नु हरि ओम देवस्यस्त्वा सवितुः प्रसवे स्विनोर्बाहुभ्यां पुक्णोऽस्ताभ्यां भनेर पढ्नु पर्यो। अब चाहिँ यहाँ लेखेको मन्त्रले त्यो कुशका फेरि टुक्राहरू लिने, कुशका टुक्राहरू लिएर चाहिँ त्यसलाई चलाउनु पर्यो। कुशले नै चलाउनु पर्यो है। अब यसलाई पढ्ने बेला हरि ओम आपो इष्ठामयो भुवस्ताना ऊर्जे ददातन मयरणाय चक्षसे। सुस्तरी पढ्दा यस्तो भयो भने चाहिँ अलि लयमा पढ्दाखेरि चाहिँ हरि ओम आपो इष्टामयो भुवस्तान ऊर्जे ददातन मयरणाय चक्षसे भनेर पढ्नु पर्यो। अब चाहिँ यति भइसकेपछि हामीले अब दुबो राख्नु पर्यो। दुबो राख्दा भन्ने मन्त्र चाहिँ हरि ओम काण्डात् परोहन्ति पुरुषः परुष्खस्परियेवानो दुर्विप्रान्तु प्रतनु सहस्रेण सतेन च भनेर सुस्तरी पढ्ने। अलि लयमा पढ्दा हरि ओम काण्डात् परोहन्ति पुरुषः परुष्खस्परियेवानो दुर्विप्रान्तु सहस्रेण च भनेर पढ्ने। लयमा मिलाएर अब मन्त्रिनु पर्यो। अब बनाउनु त बनायो, मन्त्रिँदाखेरि के मन्त्र मन्त्रिनु पर्यो भनेपछि हरि ओम मानस्तो केतनये मान आयो खिमानो कोखुमानो अश्वेखुरिखः मानो वीरानुद्रः भामिनो वहिक्मन्तः सदीमित्वा हवामहे भन्नु पर्यो। अब यहाँ अश्वेखुरिखः भनेर पढ्नु पर्यो। यसलाई मानो वीरानुद्र भनेर पढ्नु पर्यो। नुद्र भा भनेर भालाई मिलाइहाल्नु पर्यो, भालाई पनि जोडिहाल्नु पर्यो। अब यसलाई चाहिँ यति चाहिँ गर्नु पर्दैन हजुरले, यति चाहिँ गर्नु पर्दैन। अब यहाँ गर्नुपर्ने भनेको यसलाई अब प्राशन गर्दा अब यो मन्त्र छ नि, यो मन्त्रले चाहिँ प्राशन गर्नु पर्यो। प्राशन गर्दा चाहिँ भन्ने मन्त्र यस प्रकार रहेको छ। प्राशन गर्दा भन्ने मन्त्र फेरि यत्त्वगस्तिगतं पापं देहे तिष्ठति मामखे प्राशनं पञ्चगभ्यश्च दहत्वाग्निरिवन्दनं विन्ध्यनं भारत वन्दनं है। अनि यो खाइसकेपछि के भन्नुपर्छ, भित्र गएर यो मेरो जति पनि पाप शरीरमा छ यो सबै पञ्चगव्यले डढोस् भनेर भन्नु पर्यो भनेर भने। फेरि पनि है यत्त्वगस्तिगतं पापं देहे तिष्ठति मामखे प्राशनं पञ्चगव्यस्य द्योताग्निरिवन्दनं। अब सबैलाई सरस्वती पढ्नु पर्दा कसरी पढ्ने भनेपछि सरस्वती पढेर सुनाउँछ हरि ओम गन्धद्वारं दुरादर्शं नित्यपुरुषं करेखिणीं ईश्वरीं सर्वभूतानां तामी होप्पवे श्रियं हरि ओम आप्यायसो ससमे तुते विश्वतः सोम वृग्णं अभवाजस्य संगथे हरि ओम दधिक्राणो अकारिखञ्जिषो रश्वशवाजिनः सुरविनो मुक्रात् प्रण आयो गुंखितारिहद
हरि ओम तेजोषि शुक्रमस्य मृतमसि धामनामसि प्रियं देवानामनदृष्टं देवयजनमसि हरि ओम देव्यस्त्वा सवितुः प्रसवे स्विनोर्बाहुभ्यं क्ष्णो हस्ताभ्यं हरि ओम आपो हिष्ठामयो भुवस्थाना ऊर्ध्वे ददातन महेरणाय चक्षसे काण्डात् परो हन्ति पुरुषः परुष्कस्परि एवानो दुर्विप्रन्तु सहस्रेण शतेन च हरि ओम मानस्तकेतन ये मान आयुखिमान गोखुमानो अश्वेखूरिकः मानो वीरानुद्रः भामिनो बहिक्मन्त्रः सदमित्वा हवामहे अवेत्त्वगस्तिगतं पापं देहे तिष्ठति मामके प्रसनं पञ्चगव्यस्य देता निर्बन्धनम् यो पेन्सिलले चाहिँ मैले यहाँ टिक लाग्छ नि यो र यो हो यो चाहिँ पढ्नु परेन अनि अब नपढ्दा पनि हुन्छ त्यसलाई मैले लास्टमा के भन्छु भनेपछि हजुर जो सिक्न चाहनुहुन्छ त्यो बिस्तारै बिस्तारै जानुहोस् अब जब सबै आउँछ नि कन्ठस्थ हुन्छ त्यो चाहिँ लय बढाउँदै बढाउँदै जानुहोस् म पनि हल्का हल्का सिक्दैछु हजुर पनि सिक्दै गर्नुहोस् यति नै मेरो हो आशा छ कि हजुरले पनि सिक्नु नै छ मेरो भिडियोबाट केही भन्ने मेरो आशा रहेको छ हस्त धन्यवाद।